दर्शकवृन्द नमस्कार। निर्वाचन महासङ्ग्राममा उपस्थित भएको छु म भरत लामिछाने। 2082 साल फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रित बहसमा आज हामीसँग हुन्छ दुईजना अतिथिहरू हुनुहुन्छ। श्रम संस्कृति पार्टीका उम्मेदवार हुनुहुन्छ मुकुन्द कार्की, उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 का उम्मेदवार हुनुहुन्छ भने अर्का एकजना अभियन्ता हुन्छ हरिकृष्ण गजुरेल। 2084 मा हुने आवधिक निर्वाचन 2082 सालमा विशेष रूपमा हुन लागेको अवस्था छ। यो निर्वाचन विशेष निर्वाचन हो। यो निर्वाचनले निर्वाचनपछि मत परिणाममा कस्तो खालको भूमिका निर्वाह गर्न सक्ला, अर्थात् निर्वाचनपछि मुलुकको राजनैतिक स्थायित्व, देशको विकास र समृद्धि हासिल गर्न सक्ला कि नसक्ला, निर्वाचनपछि के अनुमान गर्न सकिएला। हुन त निर्वाचनपछि के हुन्छ, कसको सरकार बन्छ भन्ने कुरा अहिले नै अनुमान गर्न हतार हुनेछ, किनभने निर्वाचनको मत परिणाम नआइकन अहिले त्यो कुरा भन्न सक्ने अवस्था छैन। एउटा अनुमान गर्न सकिन्छ, निर्वाचनपछि पनि राजनैतिक स्थायित्व हुनेमा चाहिँ शङ्का व्यक्त गर्न सकिन्छ। यी र यस्ता सवालमा निर्वाचन केन्द्रित आज हामी बहसमा उपस्थित भएका छौँ। दुईजना अतिथिहरू हुनुहुन्छ। हरिकृष्ण गजुरेल उहाँ अभियन्ता हुनुहुन्छ भने अर्को काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 का उम्मेदवार हुनुहुन्छ मुकुन्द कार्की। दुवैजना अतिथिलाई कार्यक्रममा स्वागत गरेँ मैले। हजुर, म हरिकृष्ण सरबाट कार्यक्रम प्रारम्भ गरिहालेँ। जसरी निर्वाचन एउटा यो आवधिक निर्वाचनको सट्टा 2 वर्ष अगाडि 2082 मा निर्वाचन हुँदैछ, यो निर्वाचनलाई तपाईँले कुन रूपले हेर्नुहुन्छ? होइन, नेपालमा संसदीय निर्वाचन त 2048 सालदेखि हुँदै आयो र त्यसपछि 2072 साल असोज 3 गते जब संविधान जारी भयो, यो संविधान आइसके पछाडि पनि 74 सालमा पनि संसदीय निर्वाचन भयो र त्यसपछि 79 मा पनि भयो र अहिले जेनजी विद्रोहले 84 सालमा हुने निर्वाचनलाई 2 वर्ष अगाडि नै हुने जो परिस्थिति बन्यो जेनजी विद्रोहको कारणले गर्दाखेरि, तर यो निर्वाचनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई निकास दिँदैन, मुलुकलाई सबै प्रकारको सङ्कटबाट मुलुकलाई चाहिँ हल गर्न सक्दैन। चुनाव त भइराखेको थियो, योभन्दा अगाडि पनि भए, धेरै पटक चुनाव भए, तर चुनावको लागि चुनाव गर्ने हो कि चुनावले निकास दिनको निम्ति चुनाव गर्ने हो, स्थायित्वको निम्ति चुनाव गर्ने हो, सुशासन र समृद्धिको निम्ति चुनाव गर्ने हो? प्रश्न यहाँनेर हो। त्यसो हुँदाखेरि अहिलेकै यही प्रणालीमा चुनाव गर्नु भनेको त्यो निकास दिने होइन, त्यो चाहिँ फेरि चाहिँ एउटा सङ्कट निम्त्याउने निर्वाचन बाहेक अरू थप केही हुन सक्दैन। किनकि जेनजी विद्रोहबाट के प्रमाणित भइसकेको छ भने यथास्थितिमा अब मुलुक अगाडि बढ्न सक्दैन, यथास्थितिमा यही संविधानमा कुनै पनि प्रकारको फेरबदल यसमा करेक्सन नगरिकन अब मुलुक अगाडि बढ्न सक्दैन, सङ्कटबाट मुक्त हुँदैन, स्थायित्व हुँदैन भन्ने कुरो जेनजी विद्रोहले प्रष्ट गरिसकेका छ। त्यस कारणले गर्दा यो चुनावले निकास होइन, यसले थप सङ्कट चाहिँ मुलुकमा ल्याउँछ। मुकुन्द सर, अब यो अहिलेको निर्वाचन 2082 जसरी 84 मा एउटा आवधिक निर्वाचन हुने, नियमित निर्वाचन हुने प्रक्रिया थियो, विशेष कारणवश 2082 मा हुन लागिरहेछ, यसलाई तपाईँले कसरी हेर्नुहुन्छ? यो हाम्रो देशको दुर्भाग्य, एउटा चुनाव गर्नलाई कति लगानी, कति मान्छेहरूको मेहनत सबै हुन्छ, कति खर्च राज्यलाई भार पर्छ, त्यो जनतालाई पर्ने हो। यो नहुनु थियो, भयो। परिवर्तन शक्ति, परिवर्तन घर घरमा असुचित स्थिति, अब देशको यस्तो कल कारखानादेखि केही उद्योग फ्रस्ट्रेसन सबैको कारणले यो भदौ 23-24 निम्त्यो। यसलाई त निकास दिनै पर्यो। यसको कुनै पनि विद्रोहको निकास भनेकै निर्वाचन प्रणाली, त्यो त भाग लिँदै पर्यो। यो हुन पर्थ्यो 84 मा र पुराना दलहरूका मान्छेले, पुराना सोच भएका मान्छेले राम्रो गरिदिएको भए त चुनाव 84 मै हुन्थ्यो। नराम्रो गरेर विद्रोह हो, त्यो विद्रोहले गर्दाखेरि चुनावले राम्रो जनताहरूले रिजल्ट दिनुहुन्छ। यस्तो मान्छेहरूलाई छान्नुहुन्छ कि अब पहिलाको जस्तो यो राम्रो छ भने तपाईँको आफ्नो श्रीमतीले भोट हाल्दैन, उसले त्यो त अध्ययन गर्छ यो राम्रो छ कि छैन। अब 20, 22, 25 जना उम्मेदवारहरू छन्, त्यसलाई फिल्टर गर्नु पर्यो सबै जनताले।
हेर्नु पर्यो को राम्रो छ। अब तपाईँ एउटा उम्मेदवार पनि हुनुहुन्छ, अब निर्वाचन चाहिँ को विषयमा त तपाईँले निर्वाचन हुनुपर्छ भन्ने नै पर्यो। अब निर्वाचन हुनुपर्छ, तर निर्वाचन कस्तो हुनुपर्छ भन्नेमा तपाईँ के भन्नुहुन्छ? एकदम निर्वाचन स्वच्छ, विचारको प्रतिस्पर्धा, राम्रो जति पनि उम्मेदवार हुनुहुन्छ राम्रो क्यान्डिडेटले उम्मेदवार दिने, कम्पिटिसन, राम्रो विचारले मात्रै मत पाउने अनि जनताहरू भयरहित निष्पक्ष चुनावमा भयो भने राम्रो हुन्छ। हर्किन सर, चुनाव त हुने भयो, चुनाव कस्तो हुनुपर्छ? यसो हो, तपाईँको चुनावले सङ्कट निम्त्याउने चुनाव हामीले खोजेको हो कि या सङ्कट मोचन चुनाव खोजेको? प्रश्न यहाँनिर हो। यथास्थिति खोजेको हो, जेएनजी विद्रोहले यथास्थितिको चुनाव खोजेको हो, 84 को चुनाव 82 मा ल्याउने खोजेको हो उसले। हामी त्यहाँ जान जरुरी छ कि छैन? 76 जनाको चाहिँ जुन चाहिँ निधन भएको छ, यथास्थितिमा चुनाव गर्नु भनेको शहीदहरूप्रतिको रगतमा होली खेल्नु बराबर हुन्छ। यथास्थितिले मुलुकलाई त निकास दिँदैन नि। जेएनजी विद्रोह मार्फत आम नेपाली जनताको चाहिँ जुन चाहिँ त्यहाँ उकुस मुकुस जुन प्रतिनिधित्व भयो र विद्रोह भयो, त्यो विद्रोहले यो संविधानले अब थेक्न सक्दैन है, यो संविधान करेक्सन नगरिकन मुलुक अगाडि बढ्न सक्दैन है, स्थिरता आउँदैन, सुशासन हुँदैन भन्ने कुरो त्यसले प्रमाणित गरिसकेको छैन। हामीले जतिसुकै चाहिँ तपाईँको तर्कहरू गरे पनि ती तर्कहरू वास्तविक रूपमा चाहिँ त्यो कुतर्कमा कन्भर्ट हुन्छ क्या। यथास्थितिमै चुनाव गर्नु र त्यसले निकास दिन्छ भन्नु भनेको हेर्नु होला तपाईँ त्यति बेला हामी बहस गर्छौँ। आज म कुनै पार्टीप्रति कसैप्रतिको म आक्षेप लगाउने पक्षमा छैन। मेरो प्रश्नको आशय नि, जसरी चुनाव हुँदैछ, अब अहिले विदेशमा भएका नेपालीहरूले, युवाहरूले पनि मतदान गर्न नपाउने अवस्था छ। निर्वाचन प्रणाली परम्परागत खालको ढर्रा टाइपको छ। यसको नतिजा आउन कति दिन लाग्छ, खर्च महँगो छ। अहिले विज्ञान र प्रविधिले जुन खालको छ नि, त्यो अनुसारको चुनाव पनि छैन। त्यो खालमा मैले यहाँसँग प्रश्न गरेँ। केवल यो के हो भने नि, कसैका स्वार्थ पुरा गर्नको निम्ति यथास्थितिको निरन्तरता, यो चाहिँ चुनाव गर्दिने, किन चुनाव गर्दिने? निकासको निम्ति चुनाव गर्न खोज्दै छैनन्। तपाईँको पहिला निकास अनि निर्वाचनमा जाउँ, संविधान करेक्सन गरौँ, त्यसपछि चुनावमा जाउँ। हामीले के भनेका छौँ? तर करेक्सन चाहिँ नगर्ने। अनि यही अवस्थामा हिजो पनि थियो, त्यही संविधान थिएन। 72 सालदेखि अहिलेसम्म त यही संविधानको आधारमा दुई पटक त निर्वाचन भइसक्यो, त्यसले निकास दियो होला। भलै केही चाहिँ नयाँ दलहरू पनि आएका छन्, तर चाहिँ तपाईँको समस्या कहाँ छ? ब्रेन ट्युमर भइरहेको छ अनि खुट्टामा औषधि लगाएर ठिक हुन्छ। समस्या संविधानमा छ, समस्या प्रणालीमा छ। यो प्रणालीले चाहिँ स्थिरता दिन्छ, सुशासन दिन्छ, समृद्धि दिन्छ। दिएको भए किन चाहिँ तपाईँको विद्रोह भयो? विद्रोह नै हुँदैन थियो नि त यदि ठिक थियो, यदि संविधान ठिक थियो भनेदेखि, यदि संविधानमा कहीँ पनि त्यस्ता खालका चाहिँ समस्याहरू थिएनन् भने। अब कुरा अगाडिको, जसरी एउटा ट्रेन रेल छुट्न लाग्यो, चढ्ने चढ्छन्, ओर्लिने त्यसमा ओर्लिन्छन्, नचढ्ने चढ्दैन भने जस्तै गरी चुनाव भइसक्यो। चुनावमा भाग लिने सारा सम्पूर्ण राजनीतिक दलहरूले चुनावमा भाग लिइसके, सब त्यसमा तयार भइसके, चुनाव हुने नै भयो। चुनाव चाहिँ कस्तो खालको हुनुपर्छ त्यता बताइदिनुहोस् न। होइन, अझै पनि चुनाव हुन्छ हुँदैन भन्नेमा अझ पनि चाहिँ त्यस्तो चाहिँ पूर्ण विश्वस्त परिस्थिति त्यस्तो देखिँदैन। अझै पनि ग्यारेन्टी छैन। कारण के हो त भन्नु होला भने, जनता चुनावप्रति जनतालाई कुनै ऊ नै छैन, चासो चिन्ता नै छैन, जनतालाई मतलबै छैन। केही मान्छेलाई चुनाव लागेको छ, जनतालाई चुनाव लागेको छैन, नम्बर 1। दोस्रो कुरो, मुलुकले थेक्छ। तपाईँ अहिले पनि चुनाव खरबौँ रुपियाँ खर्च हुन्छ। निर्वाचन आयोगको होला 30 चाहिँ या 35 अरब रुपियाँ मात्रै होइन नि, खरबौँ रुपियाँ खर्च हुन्छ। उम्मेदवारको खर्च हुन्छ, आम जनताकै पनि खर्च हुन्छ, खरबौँ रुपियाँ खर्च हुन्छ। यो पटक फेरि अर्को पटक स्थानीय तहको चुनाव गर्नु पर्ला, त्यति बेला पनि चाहिँ तपाईँको खर्च हुन्छ। फेरि प्रदेशको चुनाव गर्नु पर्ला, थेक्छ मुलुकले। अनि सामान्यतया पनि तपाईँको यो विषयमा गम्भीर हुनु पर्दैन। 2 वर्षमा 82 देखि 2084 सम्म 3वटा निर्वाचन गर्नु पर्यो। 3 पटक खर्च हुने भयो हो। 3 पटक थेक्न सक्छ मुलुकले। हामी यत्तिकै लहरमा, यत्तिकै सतहमा, यत्तिकै फलानुले भनिदिएको छ भनेको भरमा हामीले चाहिँ धारणा बनाएर हुन्छ? त्यसको वस्तुगत, त्यसको चाहिँ तथ्यगत, त्यसको चाहिँ वस्तुनिष्ठ, त्यसको यथार्थपरक हामीले मुकुन्द सर, अनि नै हुन्छ। यो निर्वाचन कस्तो हुनुपर्छ भन्नेमा तपाईँलाई प्रश्न, अघि तपाईँले भने यो निष्पक्ष भएर त एउटा भन्ने नारा हो सधैँ। त्यो बाहेक जस्तो निर्वाचन अहिले झन्डै आधा नेपाली विदेशमा छन्, ती नेपाली आधा नेपाली छुटेको अवस्था छ।
निर्वाचन एकदम पुरानो परम्परा 7 सालदेखिको चुनाव थियो, अहिले दुईटै प्रक्रिया त्यही मतदानको ढङ्गमा खसाल्ने त्यो खालको प्रक्रिया छ। त्यो निर्वाचन यही भए तापनि यो निर्वाचन कस्तो हुनुपर्छ भन्नेमा तपाईँ? अब हामीले सबै जनताले डिजिटलै चाहेको, तर हाम्रो देश हजुरलाई थाहा छ कस्तो परिस्थितिमा छ, कति जकडिएको छ, कति समस्या छ। यसको प्रतिफल हामीले भदौ 23-24 गते भोगि नै सक्यौँ। अब समस्या त सबै कुराको हुन्छ। 28, 30, 34 वर्ष भयो, 48देखि भनिहाल्नु उहाँले, अहिले 82मा आउँदाखेरि केही परिवर्तन भएन। सबै हामीले नकारात्मक मात्रै सोचले हिँडिरह्यौँ। अब हामीले पोजिटिभ पनि सोध्ने बेला आएको छ, जनताले पनि सोध्ने बेला आएको छ। हामीले अब यो चुनाव गरायो भने के हुन्छ, नगर्यो भने के हुन्छ भन्ने होइन। अब हामीले गरेर जानुपर्छ, राम्रो मान्छे ल्याउनुपर्छ, एउटा देशलाई निकास दिनुपर्छ भन्नेमा जानुपर्छ। सबै नेपालीको पोजिटिभ धारणा हुनुपर्छ। र मतदान गर्दाखेरि जो राम्रो छ, म पनि एउटा प्रक्रियामा हुमेको मान्छे हो, उम्मेदवारै हो, क्षेत्र नम्बर 2मा म उम्मेदवारी दिएको छु। मलाई पनि भोट हाल्नु मन भन्दिनँ। जो राम्रो छ, जो सक्षम छ, जसको सोच राम्रो छ, त्यसलाई मत दिनुपर्छ र दिनु होला भनेर पनि म भन्छु प्रत्येक नेपालीलाई। किनभने हामीले बिग्रियो मात्रै भनेर मात्रै समाधान होइन नि त। जहाँ समस्या पऱ्यो त्यसको समाधान त हुनुपर्छ नि। 34-35 वर्षको समाधानको निकास त भएन नि। अब पनि अहिले पनि निकास निकालेन जनताले भने कहिले निकाल्ने? अब मतदान गर्न योग्य मतदाता झन्डै 60 देखि 70 लाख मतदाता नेपाल बाहिर छन्, भारतमा छन्, विभिन्न अरू मुलुकमा छन्, विकसित मुलुक छन्, अमेरिका, क्यानाडा, विभिन्न खाडी मुलुक सबै ठाउँमा छन्। अब तिनीहरूको मतको कदर नहुने भयो। उहाँहरू के चाहनु? विदेशमा बस्ने नेपालीहरू के चाहनुहुन्छ? त्यसको मत पनि त कदर गर्नु पर्थ्यो होला। देशभित्र बस्नेको मात्रै चाहिँ मतको कदर गरेर त नहोला नि त। तपाईँको अब यो अहिले जुन भयो, विदेशका दाजुभाइ दिदीबहिनी जेजी साथीहरूलाई पनि थाहा छ प्रष्ट कुन समयले यो चुनाव भएको छ, कुन परिस्थितिमा भएको छ, यो कति चाँडो भएको छ। उहाँहरूको पक्कै पनि यो नेपाली माटोलाई माया भएर उहाँहरू आक्रोशित त हुनुहुन्छ। तर यो 82को चुनावले अब आउने नेतृत्वले चाहिँ उहाँलाई अब आउने निर्वाचनमा पक्कै पनि समेट्छ, मलाई पूर्ण विश्वास छ। उहाँहरूको मनमा टुट्दैन। उहाँहरूको जुन आकाङ्क्षा छ, नेपालमा केही गरौँ, उद्योग कल राखौँ, लगानी गरौँ, यहीँ बसौँ, मेरो नेपाललाई यत्रो माया छ, हामी यसरी पिछडे विदेश गएर हामीले यस्तो मेहनत गरेर अर्काको देशमा एउटा श्रमिक भएर बस्नु परेको छ, उहाँलाई धेरै पीडा छ। अब पीडा नलिनुहोस्। यो 82ले नयाँ मुहार, नयाँ अनुहारहरू आउने छन्। अब यसलाई एकछिन यो अब जति धैर्य गरे पनि समस्या त परिगयो, समस्याको समाधान त खोज्नुपर्छ। हाम्रो जस्तो भूगोल छ नि, जस्तो प्रकारको हाम्रो देश छ, त्यही अनुसारको अहिले 82मा निर्वाचन हुन गइरहेको छ। यसलाई हामीले सबैले हाँसी खुसी अपनाएर राम्रा मान्छेहरूलाई आफ्नो घरमा पनि भनिदिएर तपाईँहरू छान्नुहोस्। यति छान्नुहोस् कि अझ पनि टाइम छ नि त, यति राम्रो मान्छेहरू ल्याउनुहोस् कि जब कि गर्वको साथले चाहिँ गाउँ गाउँमा भन्न पाएपछि हामीले यसलाई मत दिएर पठाएको है भन्ने त्यस्तो मान्छे चुन्नलाई विदेशबाट पनि तपाईँले पहल गर्नुहोस्। एउटै मान्छेहरूलाई, एउटै पार्टीलाई यो राम्रो छ भनेर क्यालकुलेसन गर्नु। जहाँ नेपाली यहाँ बस्नु भएको छ त्यो क्षेत्रका वासीहरूले प्रत्येक क्षेत्रमा चाहिँ जुनसुकै पार्टी होस्, पार्टी त नराम्रा मात्रै माथि छैन, राम्रा मान्छे पनि छन्। राम्रा मान्छेलाई मात्रै हेर्नु, त्यो जुनसुकै पार्टी नहेर्नु, तर त्यहाँ प्रतिनिधित्व गर्ने चाहिँ राम्रो मान्छे पठाउनुपर्छ भन्ने आह्वान तपाईँहरू विदेशबाट छेड्नुहोस्। यहाँ पक्कै पनि नेपाललाई एउटा गतिशील एकदम ऊर्जामान शक्तिहरू लाने तपाईँहरू पनि पहल गरिदिएर ल्याउने वातावरण बनाइदिनुहोस्। यसलाई सफल पार्नुपर्छ, राम्रो पार्नुपर्छ। तपाईँहरूले अहिले मतदान गर्न नपाए पनि तपाईँका परिवारले यहाँ मतदान गर्दैछन्, तपाईँले त्यसलाई सहजता गरेर राम्रो मान्छेहरू मात्रै लाने प्रयास गरिदिनु भनेर आग्रह पनि गर्न चाहन्छु। नेपाल बाहिर जसरी छ नि मतदाताहरू योग्य, मतदाता योग्य जसरी हाम्रो नेपालीहरू हुन्छन्, उहाँहरूलाई छुट्याइएकोमा के भन्नुहुन्छ तपाईँ? होइन, यो जुन निर्वाचनको जो प्रसङ्ग छ नि, केवल कसैलाई तपाईँको कसैका स्वार्थ पुरा गर्नको निम्ति, कोही चाहिँ पदमा पुग्नको निम्ति या प्रधानमन्त्री मन्त्री बन्नको निम्ति तपाईँको केवल चुनावको लागि चुनाव गर्न खोजिएको भन्दा बाहेक अरू केही पनि। नम्बर 1। दोस्रो कुरा, हामी तपाईँको त्यो पाल परेको जहाज चढेर गन्तव्यमा पुग्न सक्छौँ भनेर भन्नु त्योभन्दा भ्रमहरू के हो?
यो चुनावले निकासै दिँदैन। तपाईँको समस्या चाहिँ तपाईँको संविधानमा छ, समस्या प्रणालीमा छ, समस्या चाहिँ तपाईँको हामीले अवलम्बन गरेको चाहिँ तपाईँको चुनावी यो कुरा त अघि बताइसक्नु हो। तपाईँले होइन, बताइसक्नु। त्यसो भएको कारणले गर्दाखेरि अब हामी अनि के भनिराखेका छौँ भने चुनाव गर्नुपर्छ स्वच्छ भएरै। हाम्रो त यहाँ के छ भने जसले जित्छ उसले स्वच्छ भएरै भयो भन्छ। जो हार्ने जतिले चाहिँ धाँधली भयो, विगतमा भएको छ पनि त अभ्यास त यही हो नि। हो, त्यसो भएको कारणले गर्दाखेरि अहिले सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नुपर्छ। यो संविधानलाई करेक्सन गर्नुपर्छ, पुनर्लेखन गर्ने या पुनरावलोकन गर्ने, के गर्ने तपाईँको करेक्सन गर्नुपर्छ। त्यसपछि चुनावमा जानुपर्छ, अनि मात्रै मुलुकले निकास पाउँछ। अन्यथा यही स्थितिमा तपाईँ भन्नुहोस् त निकास कसरी हुन्छ? हेर्नु होला, भोलि हङ पार्लियामेन्ट बन्छ, कसैको बहुमत आउँदैन। प्रश्नको चाहिँ आशयको उत्तर चाहिँ देऊ। त्यसो एउटै आन्सर नदिऊ। त्यसो भएको कारणले विदेशमा भएकाहरूको सन्दर्भमा हामीले तपाईँको के हो भने नि, हामीले अहिले तपाईँको जबरजस्त चाहिँ जुन ढङ्गबाट चुनाव गराउन खोजिँदैछ र चुनावलाई केही मान्छेलाई चुनाव लागेको छ, यसले तपाईँको ती मान्छेहरूप्रति त अपमान भएको छ नि। त्यो त अपमान भएको छ। हामीले गर्न सक्थ्यौँ त अहिलेको इलेक्ट्रोनिक दुनियाँमा, अहिलेको चाहिँ तपाईँको चाहिँ प्रविधिको दुनियाँमा त्यो गर्न नसक्ने कुरा त थिएन। तर त्यो चाहिँ इच्छा शक्ति भएन, त्यो खालको चाहिँ जिम्मेवारी बोध भएन। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ सबैलाई इलेक्सनमा सहभागी हुने त्यो परिस्थिति त राज्यले बनाउने हो। राज्यलाई त्यो बनाउनेतिर ध्यानै छैन के। यहाँ त तपाईँको जवाबदेही त छैन, जिम्मेवारी बोध छैन। यहाँ केवल यथाम चाहिँ तपाईँको चाहिँ विगतको जुन निरन्तरता हो, त्यो निरन्तरतालाई चाहिँ तपाईँको त्यसलाई कसरी ठेक्दिने, कसरी चुनावको नाममा चुनाव भयो भनेर चाहिँ भनिदिने, योभन्दा बाहेक अरू कुनै पनि स्वार्थ छैन। योभन्दा बाहेक अरू कुनै पनि उनीहरूको उद्देश्य त्यो देखिँदैन। यदि हामीले चुनाव गर्नको निम्ति त सबै कुराको चाहिँ तपाईँको त्यसको राम्रो तयारी गर्ने, व्यवस्थित गर्ने, त्यसमा चाहिँ संविधानमा करेक्सन गरिसके पछाडि अनि बल्ल विदेशमा रहेकाहरूलाई पनि चाहिँ मतदानमा कसरी सहभागी गराउने त्यो पनि एउटा नीति बनाउने, त्यो नीति बनाइसकेपछि त्यो खालको परिस्थिति बनाउने अनि गर्न सकिन्थ्यो नि। तर यो त के हो भन्नु होला भने यो नचाहेको, यो जवाबदेही त नभएको, यो जिम्मेवारी बोध नभएको कारणले गर्दाखेरि यो केवल जनतालाई ढाँट्ने, फेरि मुलुकलाई चाहिँ थप अन्धकारमा लैजाने र फेरि केही मान्छेका स्वार्थहरू पुरा गराउने खेल बाहेक त अरू यो केही पनि होइन। त्यो कुरो पुष्टि हुन्छ, स्वभाव अहिले त्यो पुष्टि पनि हुन्छ। यो बुझ्नु त छ। जसरी एउटा निर्वाचनपछि कस्तो सरकार बन्ला यो अहिले हामी निर्कलमा पुनः हतार हुन्छ, एउटा अनुमान गर्न सकिन्छ। अब तपाईँले अघि भने जस्तो, किनभने अहिलेको सङ्केत के गर्छ भने कसैले पनि त्यहाँ सरकार बनाउन सक्ने, स्पष्ट बहुमत ल्याउन सक्ने स्थिति देखिन। यहाँ हल्लामा त 2/3 कुरा पनि गरिरहेछन् सामाजिक सञ्जालमा। 2/3 पनि सामाजिक सञ्जालले जति पनि दिन सक्ला, 2/3 हल्ला गरिरहेछन् सामाजिक सञ्जालमा। तर एउटा के अनुमान गर्न सकिएला तपाईँ बताउनुहुन्छ? अहिलेको निर्वाचनले एउटा चाहिँ गभर्मेन्ट चाहिँ फुल 5 वर्षको माइनर दिन्छ। जसले ठुलो दल हुन्छ, साना दलले उनलाई समर्थन गर्छ, तर सरकारमा जाँदैन, मलाई जहाँसम्म लाग्छ। र त्यो सरकारले फुल अब कति 5 वर्षको चलाउँछ, यो जेनजी आन्दोलनका, यो भ्रष्टाचारका जति पनि मुद्दाबाट हाम्रो जुन आन्दोलन भने त्यसको मर्मलाई सम्बोधन त गर्नै पर्छ। त्यो सम्बन्धन चाहिँ एक। अर्को कुरा, अब विगत 48 देखि अहिले 82 सम्म जति पनि कल कारखानाहरू सिद्धे नि, धेरै कुराहरू एउटा पनि रहेन नि। तर धरानमा एउटा मेयर हर्क साम्पाङले यो उद्योगहरू नष्ट बाटामा त 2-3वटा उद्योग रोजगारको व्यवस्था गर्नुभयो युवाहरूलाई छ। अब त्यसमा मैले आफ्नो काठमाडौँमा प्रतिनिधित्व गरेको छु। मैले पनि जितेको खण्डमा मैले पनि 2टा उद्योग, हाम्रो त एउटा गाउँ, एउटा तपाईँको क्षेत्रमा म पछि आउँछु, मैले त्यसलाई जोड्न लाग्यो, हजुरको प्रश्नमा जोड्न लाग्यो। यस्ता व्यक्तिहरू त्यहाँ जान्छन् जसले त्यो क्षेत्रको भावना बुझ्छ, राष्ट्रको भावना बुझ्छ। प्रतिनिधित्व त पहिलाको त आउँदैन, त्यो सोच भएको, नकारात्मक सोच भएको त जनताले ल्याउँदैन यसपालि पक्कै पनि। किनभने त्यो 76 जनाको बलि त्यत्तिकै खेर जान दिँदैनन् होला उनीहरूले। त्यस कारण जति पनि मान्छे आउँछन् हाम्रो देशको लागि राम्रै गर्छु भन्ने सोच भएका मान्छे आउँछन् जस्तो लाग्छ। र जो आउँदैनन् उनीहरूले पनि त्यो मान्छेलाई चाहिँ एक्सेप्ट गर्छन्, स्वीकार्छन्, किनभने त्यो उनीहरूको बाध्यता हुन्छ। किनभने जनताले त उनीहरूलाई फेलर बनायो, मैले यिनीहरूलाई स्वीकार्नुपर्छ भन्ने त्यो चेतना चाहिँ सबै पार्टीमा हुन्छ जस्तो मलाई लागेर। हर्केश सर, अब निर्वाचनपछि हामी निर्कलमा त पुग्न सक्दैनौँ, एउटा अनुमान गर्ने हो।
कस्तो किसिमका सरकारहरू बन्लान्, बहुमत स्पष्ट बहुमत आउला कि नआउला, अघि यहाँले भन्नु पार्लियामेन्टको कुरा पनि गर्नुभयो, के होला? नम्बर 1, कसैको पनि बहुमत आउँदैन। एकदम लेखेर राख्नुहोस्, कसैको बहुमत आउँदैन है। जसले जतिसुकै सामाजिक सञ्जालमा चाहिँ तपाईँको चाहिँ प्रचारले मात्रै आउँछ, जनताले मत दिने होला नि है। बेकारको चाहिँ फेक आइडी बनाएर प्रचार गरेर मात्रै हुन्छ होइन। एउटाले अर्कोलाई अपराधी भनेको छ, आफू अपराधी भएको कुरो किन स्वीकार्दैन? आफ्नो पनि आत्मसमीक्षा गर्नु पर्यो नि। प्रत्येकले चाहिँ तपाईँको चाहिँ त्यो समीक्षा गर्न जरुरी छ है। त्यसो भएको हुँदाखेरि अब बहुमत नआइसकेपछि के हुन्छ? हङ पार्लियामेन्ट बन्छ। अनि हङ पार्लियामेन्ट बनिसकेपछि के हुन्छ? कोलिसन गभर्मेन्ट बन्छ। हाम्रो यहाँको प्रणाली, हाम्रो यहाँको चाहिँ तपाईँको कतिसम्म चिन्तन छ, भए जति सबै सांसदलाई चाहिँ मन्त्री हुने रहर हुन्छ कि। हेर्नुहोस् न तपाईँ, प्रतिनिधि सभा या प्रदेश सभा जहाँ हेरे पनि चाहिँ भए जति सबैलाई भाग पुर्याउनुपर्छ कि है। केही अवधिको लागि भए पनि त उसलाई मन्त्री हुनु छ। हेर्नुहोस्, रहर जागिहाल्छ। यहाँ निर्वाचन गराउन गएका मान्छेहरू, निर्वाचन मान्न बाहेक अरू केही पनि छैन, निर्वाचन चाहिँ एकदम निर्वाचन गराउँछौँ भन्न गएका मान्छेहरू एउटा नेपाली उखान छ नि तपाईँको, लमी बनेर गएको मान्छे आखिरमा तपाईँको चाहिँ अब ऊ आफै चाहिँ म बिहा गर्छु भन्ने जस्तो, निर्वाचन गराउन गएको मान्छे ऊ आफै चुनाव लड्न गइराखेको छ। हेर्नुहोस्, योभन्दा विडम्बना कुरो के हुन्छ? योभन्दा अनैतिक के हुन्छ तपाईँको चाहिँ? कमसेकम त्यति समय त पर्खिन। सरकारका मन्त्रीको कुरा गर्नुभयो हो, त्यसो हो। अहिले यही चाहिँ तपाईँको अहिले जुन सरकार छ, सुशीला कार्की नेतृत्वको सरकार छ, मेरो कसैप्रतिको आग्रह पूर्वाग्रह आक्षेपको कुरा होइन, तर जे उद्देश्यको साथ त्यहाँ गएको त्यो उद्देश्य पुरा गराउनुपर्छ पर्दैन? गराउनुपर्छ नि इमान्दारिताका साथ। र त्यसो भएको कारणले यहाँ त्यस्तो भोग जाग्छ, कसरी तपाईँको सरकारमा पुग्ने, कसरी मन्त्री बन्ने भन्ने भोग जाग्ने ठाउँमा तपाईँको त्यसरी भन्या जस्तो मनको लड्डु घिउसँग खान खोजेर हुन्छ? त्यो सम्भवै छैन। हेर्नुहोस् है, नेपाल यस्तो अस्थिरतामा जान्छ, अन्ततः तपाईँको त्यसले महासङ्कट निम्त्याउँछ। हेर्नुहोस् है, हेर्नु होला तपाईँको यो संविधानलाई करेक्सन नगरिकन, सर्वपक्षीय सरकार नबनाइकन, त्यसपछि संविधानलाई करेक्सन नगरिकन मुलुक अगाडि बढ्नै सक्दैन। तपाईँ कुनै हालतमा बढ्न नसक्ने स्थितिमा पुगेको छ। हामीले न्यूनतम पनि तपाईँको विद्रोहबाट, आन्दोलनबाट जन्म दिनुपर्ने कुरो चिज नजन्मिए पछाडि के हुन्छ? हामी हेरौँ त, हामी योभन्दा अगाडि जाउँ, कमसेकम 62-63 जनआन्दोलनको उसमा जाउँ। तपाईँ त्यसले अन्तरिम संविधान दियो, अन्तरिम सरकार दियो, र त्यसपछि व्यवस्था तपाईँको गणतन्त्र ल्याए। हामी त्योभन्दा 46 सालमा फर्क्यौँ, त्योभन्दा अझ पछाडि जाउँ, त्यसले के दियो? त्यसले कमसेकम बहुदल दियो, अन्तरिम सरकार, अन्तरिम संविधान दियो। यसले के दियो त भन्दा केही चाहिँ उपलब्धि भएको छ। केवल 84 को निर्वाचन तपाईँको 82 मा आएको छ, ठुलो धनजनको क्षति भएको छ। हो, त्यसले गर्दाखेरि अहिले स्थिति यस्तो विकराल बन्दैछ नि, त्यो विकराल हुन नदिउँ भने हो हामीले। यथास्थितिमा गरिने चुनाव या संसद पुनर्स्थापना दुईटैले मुलुकलाई निकास दिँदैन। त्यसो हुँदाखेरि अब हामीले गर्ने भनेको सर्वपक्षीय सरकार बनाउनुपर्छ, सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार बनाउनुपर्छ, संविधानलाई करेक्सन गर्नुपर्छ, त्यसपछि चुनावमा जानुपर्छ, अनि बल्ल मुलुक विकास पाउँछ। हामीले भनेको त्यही हो। श्रम संस्कृति पार्टीमा तपाईँ अहिले आबद्ध हुनुहुन्छ, त्यसबाट उम्मेदवार जानुभयो। तपाईँ पहिला तपाईँको पृष्ठभूमि हेर्ने भने तपाईँ काङ्ग्रेसी पनि बन्नुभएको थियो। त्यो काङ्ग्रेस पार्टी छोडेर यता पार्टीमा किन जानुभयो? मलाई उहाँको विचार एकदम मन पर्यो। अर्को बात जसले प्रविधि, संस्कृति र प्रकृतिलाई जोड्यो, र उहाँले एउटा धरानको एउटा मेयर भएर त्यत्रो तपाईँको डाँडा काँडाबाट राष्ट्रलाई एउटा चुनौती दिएर 30-40 किलोमिटर लगभग जिगज्याग गर्दाखेरि त 60 किलोमिटरै हुन्छ। त्यत्रो त्यहाँबाट अहिले अन्डरग्राउन्डको जमाना छ होइन, प्रविधि आधुनिकतामा गइसक्यो। ढुङ्गेमा हुने काम 98 दिन काकाकुल भएको धरान बानीलाई त उहाँले खुवाउनु भयो होइन। अनि त्यसपछि उहाँले के गर्नुभयो भन्दाखेरि त्यहीँको रोजगारीको लागि त्यहाँको युवाहरू विदेशी नजाउन् भनेर एउटा साबुन फ्याक्ट्री, अनि तपाईँको यो अहिलेको प्लास्टिकहरूको उद्योगहरू 6-7 हजारजना मान्छेलाई रोजगार दिने यो बेलामा, जब कि कुनै पनि फ्याक्ट्री नेपालमा जीवितै छैन, सबै कोल्याप्स भइसक्यो। कोही घाटा खाएर, कोही राज्यको भएको पनि त्यो पनि तपाईँको सबै कर्मचारी तन्त्र र नेता तन्त्र गरेर चट भएको बेला यस्तो सोच भएर यो विचार मैले काठमाडौँमा लान सकेँ भने यो 10 नम्बर क्षेत्रमा पनि यो आवाज पुग्न सक्छ। र हाम्रोमा पनि सम्भावित धेरै ठाउँहरू छ। हाम्रो अब सांस्कृतिक हिसाबले, भौगोलिक हिसाबले,
अब पर्यटकीय हिसाबले कृषिको हिसाबले सबै कुराले एकदमै सम्पन्न हाम्रो क्षेत्र हैन। अनि तपाईँको यो त्यसमा पर्यटन अनि उद्योग त्यो क्षेत्रको मान्छेहरूलाई मैले पनि दिन सक्छु कि उहाँको हर्कसामको जस्तो विचार यहाँ पुर्याउन सक्छु कि भनेर मैले यसमा अब हर्क साङपाङजीको जुन छ नि श्रम संस्कृति पार्टीको पोलिटिकल आइडियोलोजी के हो? यही तीनटा हो, तपाईँको प्रविधि, संस्कृति, प्रकृति आइडियोलोजी। यसमा तपाईँको हाम्रो सबै जोडिएको छ। त्यो राजनैतिक दर्शन विचार हुन्छ नि त्यो के हो? त्यो के हिसाबले हेर्ने तपाईँले? हामीले राजनैतिक हिसाबलाई के गरेका छौँ भने हामीले एउटा मानवतामा जोडिएको छ, एउटा हाम्रो शरीरलाई, प्रकृतिलाई हामीले शरीर भनेका छौँ, संस्कृतिलाई हाम्रो ब्रेन भनेको छौँ, प्रविधिलाई हामीले जस्तो अहिले चिया खाएँ मैले, खाना खाएँ, हुन्छ नि प्रविधि, परिकल्पना जो चाहिँ गाडी ड्राइभिङ गर्छौँ त्यसलाई हामीले त्यसरी लिएको छौँ। त्यसलाई हामीले दैनिक जीवनमा हामीले प्रत्येक नेपालीले चलाउँछ। त्यो सोच हो एउटा, त्यो सोचलाई हामीले जीवन्त दिन खोजेको छौँ, समाजमा लान खोजेको छौँ। त्यसले सबै गर्छ, विकास पनि दिन्छ, निकास पनि दिन्छ र समृद्ध पनि बनाउँछ। मानिलिउँ तपाईँको बिहान उठेदेखि बेलुका नसुते जसम्म त्यही नै हो विचार त्यो सोचलाई हामीले समाजमा हामीले लैजान खोजेका छौँ। हामीले परिक्रमा गरेको अहिले यहाँ हाम्रो समाजमा हामीलाई कस्तोसम्म पनि आरोप ल्याएको छ, ढुङ्गा बोकेर देश बन्छ र भनेको छ। त्यो ढुङ्गा त एउटा सिम्बोल मात्रै भनेको छ, हाम्रो सभापतिले भन्छ नि, त्यो होइन। त्यसलाई हामी प्रविधिमा त्यहाँ त त्यो एउटा परिक्रमा जस्तो ठाउँ थियो, राज्यले पनि हामीलाई सहयोग गरेको थिएन हर्का साम्पाङलाई, तर त्यो बेला त्यही श्रमदानबाट हुन्थ्यो र त्यो त्यहीँको आवश्यकता थियो। मानिलिनु भोलि जे गर्नुभयो, भोलि गएर नि उहाँले चाहिँ बहुमत ल्याउनुभयो, मानिलिउँ एकछिन, हजुर, प्रधानमन्त्री बन्नुभयो, उहाँ काहीँ चाहिँ सुरुङ खन्न जानुभयो, अब राज्यको नीति कसले बनाउँछ? तपाईँले भनेको जस्तै उहाँले बहुमत ल्याउनु भयो भने उहाँले के गर्नुहुन्छ भने जुन हाम्रो घोषणापत्रमा छ नि, अब पहिला हाम्रो त्यो घोषणापत्रलाई सम्बोधन गर्ने हुन्छ। त्यसमा राष्ट्रपति प्रणालीदेखि लिएर जेनजीका मागहरूदेखि लिएर एक गाउँ एक उद्योगदेखि लिएर धेरै कुराहरू समेटिएको छ। हामी त्यसमा फोकस गर्छौँ। हामी जेनजीको प्रविधि, हर्क साम्पाङको सोच र अहिले विदेशिन भएका युवाहरूको विचार, यहाँको बुद्धिजीवीको सबैको विचारलाई सम्बोधन गर्ने नयाँ ऊर्जाको साथ उहाँले देश बनाउनुहुन्छ र त्यस देशमा सबैजना अट्ने, सबैजना जोड्ने, सबैलाई तपाईँको बुद्धत्व प्राप्त गर्ने विचारले यो देश मुलुक एकदम श्रमिक, एकदम सुन्दर र तपाईँको प्रत्येक घरमा, प्रत्येक समाजमा एउटा भाइचाराको निभाउने भूमिका गर्ने एउटा नेपालीको उत्पादन हुन्छ। जसरी मानव जीवनको छ नि दैनिकी नै एउटा पोलिटिकल आइडियोलोजी हो, एउटा दर्शन हो, विचार हो, विधि हो, जसरी उहाँले भन्नुभयो नि, त्यसलाई आधार मानेर अघि आयो नि हर्कजीको। अनि यसलाई के भन्नुहुन्छ तपाईँ? यसो हो, अब म धेरै टिका टिप्पणी गर्न चाहन्न, किनभने त्यो म टिका टिप्पणी गर्ने त्यति त्यो वाञ्छनीय पनि म ठान्दिनँ। तर मूल कुरा के हो भने कुनै वाद भनेको तपाईँको एउटा सार्वभौम कुरा हुन्छ, प्रमाणित गरेर सार्वभौम हुन्छ, त्यसपछि मात्रै वाद भन्छ। वाद यत्तिकै वाद भन्दैन। अर्को कुरो नीति, कुन नीति अवलम्बन गर्ने त्यो नीतिले निर्धारण गर्छ कि तपाईँको पहिलो त हामीले स्पष्ट एउटा नीति दिनु पर्यो। के हो त हाम्रो नीति? बिना नीति तपाईँको यतिकै त चल्दैन। त्यसो भइसकेपछि दोस्रो कुरा त्यहाँनिर भयो। तेस्रो कुरा कहाँनिर त्यो नीतिमा आधारित भइसके पछाडि अनि बल्ल अनि हामीले त्यो अनुसारका तपाईँको चाहिँ हामीले योजना बनाउँछौँ र कार्यक्रमहरू हामी तय गर्छौँ र बल्ल अनि त्यसपछि मुलुक एउटा समृद्धिको बाटोमा अगाडि बढ्छ। र त्यसले गर्दाखेरि अहिले समस्या मैले अहिले पनि थोरै जोड्न खोजेको थिएँ। म त्यति धेरै कसैको पनि टिका टिप्पणी गर्ने पक्षमा म छैन, तर मूलत आज कसैलाई आग्रह पूर्वाग्रह गरिराखेर भन्दा पनि अब हामीले मुलुक बनाउने कोणबाट हामी सोच्ने हो भनेदेखि हामी गम्भीर बनौँ। यही स्थितिमा चुनावमा जाने, त्यसपछि जेनजीका मुद्दा पुरा गर्छौँ, माग पुरा गर्छौँ भन्नु भनेको त्यो चाहिँ बेकारको बेतुकको कुरा बाहेक अरू केही हुन्न। किन हुन्न भने त्यो हुने भइदिएको भए त जेनजी विद्रोह नै हुँदैन थियो नि त। अन्तरिम संविधान बन्न सकेको छैन।
के त्यो जेएनजी विद्रोहपछि अन्तरिम संविधान बन्न त्यसको आधारमा चुनावमा जाँदैछौँ त त्यो त छैन नि। त्यसले कुनै चेन्ज गरेर त्यसपछि चुनावमा जाँदैछौँ त्यो त छैन नि। र त्यसपछि लिएर गएर चाहिँ कुनै व्यवस्थामा त्यसले फेरबदल ल्याएर चुनावमा जाँदैछौँ। जेएनजीको मुद्दा त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा पनि थियो। त्यो मुद्दा चाहिँ तपाईँको तय भएर हामी निर्वाचनमा जाँदैछौँ, केही पनि छैन। अनि त्यही 72 सालको संविधानलाई आधार बनाएर त्यही 72 सालको संविधान अनुसार के भयो, तपाईँको 84 को चुनाव 82 मा आएर अनि हामीले चाहिँ जहाँ जे भने पनि त तपाईँको त्यहाँबाट त केही दिन सकिन्न। अनि पाल परेको जहाजमा चढ्ने, त्यसपछि हामी गन्तव्यमा पुग्ने सोच राख्यौँ भनेदेखि त त्यो सोचले कहाँ पुग्छ? त्यो जनतालाई भ्रम बाहेक त अरू केही पनि छैन। जनतालाई चुनाव लागेकै छैन। हेर्नुहोस् त, तपाईँ बुझ्न सक्नुहुन्छ, गाउँ बस्तीमा जनतालाई चुनाव चाहिएकै छैन। किन चाहियो? अहिले जनतालाई त के खोजेको छ? जनतालाई घाँस चाहिएको छ, बाँस चाहिएको छ, कपास चाहिएको छ। जनतालाई त तपाईँको चाहिँ अहिले सङ्कटबाट मुक्ति चाहिएको छ, अधिकार चाहिएको छ। तपाईँको जनतालाई स्थिरता चाहिएको छ। अहिले स्थिरता सम्भव छ। यो चुनावले स्थिरता दिन्छ। र हामीले तपाईँको चाहिँ उत्पादन गर्ने कुरा, हामीसँग त स्रोत छ, हामीसँग जल छ, जङ्गल छ, जमिन छ, जडीबुटी छ, जनशक्ति छ। यसलाई सही ढङ्गले प्रयोग गर्नुपर्छ। पटक पटक हामीले भन्दै आइराखेका थियौँ नि। त्यसो हुँदाखेरि त तर हामीले हाम्रो मुलुक के स्रोतहरू नभएर हाम्रो मुलुक चाहिँ गरिब भएको हो? हाम्रो मुलुक चाहिँ तपाईँको विकसित नभएको हो? समस्या कहाँनिर हो? समस्या त तपाईँको ब्रेन ट्युमर छ नि। ब्रेन ट्युमरको अपरेसन नगर्ने अनि खुट्टामा चाहिँ तपाईँको चाहिँ औषधि गर्न खोजेर उपचार हुन्छ, उपचार लाग्छ, त्यो बिरामी मर्छ। अहिले तपाईँको चाहिँ मुलुकको तपाईँको यो संविधान करेक्सन नगर्ने, नीति ठिक नबनाउने होइन, अनि स्पष्ट खालको चाहिँ तपाईँको त्यो खाका बनाएर नजाने, अनि हामी चाहिँ तपाईँको जे चाहिँ छ त्यहीमा जाने अनि बनाउँछौँ भनेर कोही सम्भव हुन्छ? मुकुल सर, त्यो हुँदैन। जस्तो यहाँको एउटा निर्वाचन क्षेत्र छ नि, यो काठमाडौँ राजधानी है। अब तपाईँको क्षेत्र नम्बर 2 हजुर, यता कोटेश्वरदेखि लिएर नाङ्ले भारे, हजुर, जहाँ तपाईँको गाडीमा 2 घन्टा समय लाग्छ, अझ बढी लाग्छ। त्यो क्षेत्रमा तपाईँले त्यहाँ मुद्दाहरू के छन्, त्यहाँका समस्याहरू के छन् त? हजुर, हाम्रो गौशाला यो 32 पनि पर्छ, कोटेश्वर मात्रै होइन। त्यहाँका मुद्दाहरू प्रमुखहरू चाहिँ सर्वप्रथम त हामी मेलम्चीको नजिकै छौँ। आज तपाईँको 34 वर्ष भयो थालिनु भएको। अहिलेसम्म हाम्रो क्षेत्रमा पाइप बिछाएको पनि छैन। त्यो हामी त्यहाँ समस्यामै छौँ। अर्को तिनकुनेको विषय छ, जो 48 सालमा सुरु भयो मुआवजाको वितरणको कार्य। कतिवटा सरकारले त्यहाँ आए, कतिवटा नेताले त जितेरै गए, कोही राष्ट्रपति पनि भए, कोही के भए, त्यहाँ गाउँमा फर्केर आए, त्यो जिउका तिउ सम्बोधनै छ। अर्को छ कोरिडोरको समस्या। त्यहाँ हाम्रो सुकुम्बासीहरूको स्थापना व्यवस्थापन सबै छ, उनीहरूलाई वर्गीकरणसहित स्थापना पनि गर्नु छ। अब माथि तपाईँको पटाकहरूमा तपाईँको मलहरूको जब बाली दिने बेलामा छ, मलको अभाव छ। अब बाटोघाटो त तपाईँको मूल पानी, अब स्टेडियमहरू सानो छ, त्यसलाई राष्ट्रिय स्तरको स्टेडियमहरू बनाउनु छ, खेलकुद मैदानहरू धेरै यावत समस्याहरू छन्। त्यहाँ तपाईँको लगभग सबै पार्टीले को एउटा चाहिँ परिवर्तनकारी निर्वाचन क्षेत्र भन्छ। त्यो क्षेत्रमा प्रत्येक चुनावमा परिवर्तन मान्छे जित्छ। अब कहिले तपाईँको कुन दलले जित्यो भने अर्कोचोटि नयाँ आयो भने उसले जितिहाल्छ, फेरि त्यसले जित्छ, फेरि अर्कोले अर्कोचोटि 4-5 पटक फेरिएको छ। त्यहाँ चाहिँ तपाईँको हामी त्यहाँको जनताहरूलाई चाहिँ धोका दिनेहरू मात्रै नेता अहिलेसम्म आउनु भएको छ। मैले चाहिँ त्यहाँ पक्कै मेरो घोषणापत्रमा उहाँहरूलाई भनेको छु, म तपाईँहरूको सेवक भन्न चाहन्छु। प्रत्येक दैलोमा म पुगेको पहिला पनि मान्छे हो, त्यही माटोमा जन्म लिएँ, त्यही ठाउँमा हुर्केँ, त्यही ठाउँमा खेली बढेँ। अरू जस्तो म ढाँड्दिनँ। मलाई तपाईँको चुनाव चाहिँ के हो? मेरो माटो, अन्जुलीमा राखेको माटो। तपाईँ सांसद हुनुभयो, तपाईँका त्यहाँका मतदाताले तपाईँलाई चुनाव जिताउनु भयो भने तपाईँ के गर्नुहुन्छ? उहाँको म बैशाखी भन्छु सिम्पल्ली। उहाँको समस्या मेरो समस्या भनेर मैले बैशाखी भनेर डोडाएर हिँड्छु। मलाई न मन्त्री चाहिन्छ, न कुनै कुर्सी चाहिन्छ। मको त्यहाँको समस्याको समाधान नभएपछि म रोटैमा बसेर उहाँहरूको सङ्घर्ष गरेर त्यसलाई समाधान गरिदिन्छु। 34 वर्षमा समाधान नभएको कुनै पनि समस्या हुँदैन, त्यसको समाधान खोज्न नचाहेको हो नेताहरूले, त्यो मलाई थाहा छ। त्यो समाधान म 1 महिनामा निर्मूल पारिदिन्छु। त्यो पनि संसदमा होइन, सडकमा बसेर। जनताले मलाई साथ दिनुपर्छ। म आह्वान गर्छु उहाँलाई, हामी बत्तै निभाएर भए हुन्छ,
या त्यहाँको उद्योग कलकारखाना बन्द गरेर हुन्छ, या सडकमा सुतेर हुन्छ, अनसन बसेर हुन्छ, भोकै बसेर राज्यलाई हामी ढकढकाउँछौँ। हाम्रो समस्या हो। कति वर्षसम्म हामी पीडित हुने? दिन्छस् कि दिँदैन हामी सुत्छौँ अनि समाधानतर्फ लाग्छौँ। यो मेरो फेरि 2 नम्बर क्षेत्रवासीलाई मेरो बाचा हो, माटोको कसम हो। यो म गरेरै छाड्छु। तपाईँहरू मलाई एकचोटि मात्रै मौका दिनुहोस्। मलाई केही लिनु छैन, मलाई केही कमाउनु छैन। म पुग्दो भएको मान्छे छोरा, मलाई केही चाहिँदैन। तपाईँको मत मात्रै चाहन्छु। एकचोटि मलाई दिएर हेर्नुहोस्। यो क्षेत्रलाई म नमुनाको क्षेत्र बनाउँछु। यसले देशको राष्ट्रको पनि भाग्य कोर्छ। यस्तो हुनुपर्छ क्षेत्र भनेर म देखाइदिन्छु। एकचोटि मौका दिनु भन्छु। हर्केश सर, जसरी अब जेएनजीहरूले आन्दोलन गरे भदौ 23-24मा, जेएनजीहरू पनि विभिन्न सङ्घ संस्थामा विभाजन छन्। अब केही जेएनजीहरूले चुनावमा भाग लिएको पनि अवस्था छैन। अहिले वास्तविक रूपमा अब तपाईँ जेएनजीको चाहिँ अब त्यो मुद्दा लिएर पनि हिँड्नुभएको छ, विभिन्न जेएनजीको सङ्गठनहरूसँग पनि आबद्ध सल्लाहकार रूपमा पनि हुनुहुन्छ। अहिले जेएनजीको चाहिँ माग समस्या के छ? अहिलेको लागि समस्या के छ? मूल कुरा कहाँनिर हो, हामी कार्यक्रमको अन्तमा चाहिँ छोटोमा मूल कुरो जेएनजीले उठाएका मुद्दा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, त्यसपछि स्थायी सरकार, सुशासन, समृद्धि, भ्रष्टाचार मुक्त देश, यो खोजेका थिए। शिक्षा र स्वास्थ्यको पूर्ण रूपमा राष्ट्रियकरण निःशुल्क खोजेका थिए। तर संविधान करेक्सन खोजेका थिए, तर त्यो कुनै पनि भएन। र यो मुद्दा सम्बोधन नभइकन यथास्थितिमा चुनाव गरेर कुनै पनि ठाउँको विकास र समृद्धि गर्छु, मुलुकलाई चाहिँ एउटा निकास दिन्छु, एउटा नयाँ ठाउँमा लैजान्छु भनेर भन्नु, त्यो केवल कोरा कुरा बाहेक अरू केही पनि हुनु। त्यो सम्भवै छैन। हेर्नुहोस् है, सम्भव हुने भए अहिलेसम्म किन भएन? त्यो सम्भव छैन। समस्या कहाँनिर हो भने समस्या ट्रिटमेन्ट गर्नुपर्ने छ। ट्रिटमेन्ट नगरिकन त्यसको चाहिँ तपाईँको चाहिँ अपरेसन गर्नुपर्ने, सर्जरी गर्नुपर्ने चाहिँ रोग छ। तपाईँको त्यो सर्जरी नगरिकन तपाईँको त्यो बिरामी ठिक हुँदैन, अन्यथा त्यो बिरामी मर्छ। त्यसो भएको कारणले गर्दाखेरि अहिले समस्या संविधानमा छ, समस्या प्रणालीमा छ, समस्या हामीले अवलम्बन गरेको चाहिँ जुन खालको चाहिँ स्थिति हो, चाहिँ व्यवस्था हो, त्यसमा छ। त्यो हल नगरिकन अनि यथास्थितिमा चुनावमा गएर चुनाव गरेर अनि हामी विकास गर्छौँ, समृद्धि गर्छौँ, यो गर्छौँ, त्यो गर्छौँ भन्नु, त्योभन्दा चाहिँ झुट अरू केही पनि हुन्न। भोलि समयले पुष्टि गर्छ। त्यसले गर्दाखेरि सबभन्दा पहिला सर्वपक्षीय सरकार बनाऊ, संविधानमा करेक्सन गरौँ, निकास दिउँ, निकास दिएपछि निर्वाचनमा जाउँ, अनि बल्ल मुलुकले निकास पाउँछ, सुशासन आउँछ, स्थिरता आउँछ, समृद्धि आउँछ। अन्यथा यथास्थितिमा गरिने निर्वाचनले कुनै पनि सङ्कटको समाधान गर्दैन, सुशासन पनि आउँदैन, विकास पनि हुँदैन। जेएनजीका समस्याको कुरा गरेको थिएँ मैले तपाईँलाई। एउटै कुरा गर्नु, सुरुदेखि आइन्स एउटै आयो। जेएनजीको विषयमा त मैले अघि नै सुरुमा जोडेँ त। जेएनजीले खोजेको कुरा त पुरा त भएको छैन। जेएनजी आन्दोलनले आम नेपाली जनता, उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको त्यसले प्रतिनिधित्व गर्दछ। र जेएनजीले खोजेको भनेको त सुशासनको मुद्दा उठाएको थियो, सुशासन खोजेको थियो, भ्रष्टाचार मुक्त देश खोजेको थियो, स्थायी सरकार खोजेको थियो, र प्रमुख चाहिँ निर्वाचित कार्यकारी प्रमुख खोजेको थियो। र त्यो कहाँबाट सम्भव थियो भने संविधानको करेक्सनबाट मात्रै सम्भव थियो। तर त्यो संविधानको करेक्सन हुन सकेन। संविधानको करेक्सन नभएर यथास्थितिमै चाहिँ चुनाव हुने भइसकेपछि त जेएनजीको मुद्दा त पुरा हुने भएन। आम नेपाली जनताका मुद्दाहरू पनि पुरा हुने भएन। शिक्षा र स्वास्थ्य पूर्ण रूपमा राष्ट्रियकरण, निःशुल्क, सर्वसुलभ गराउने, जनताका सबै नैसर्गिक अधिकार पुरा गर्ने, त्यो पनि मुद्दा पुरा भएन। साँच्चै हामीले यो मुलुकलाई समृद्ध बनाउनको निम्ति हामीसँग भएका स्रोत साधनहरू, जुन जलस्रोत छ, जङ्गल छ, जमिन छ, जडीबुटी छ, जनशक्ति छ, यसको सही ढङ्गले उपयोग गर्ने, कृषि र उद्योगको बिचमा तालमेल मिलाउने, त्यसलाई जोड्ने र उद्योग कल कारखानाहरू खोल्ने। कृषि प्रधान देश भनिएको छ, जमिन बाँझो छ, त्यसलाई चाहिँ तपाईँको माटोको परीक्षण गरेर त्यो माटो अनुसार चाहिँ त्यहाँ चाहिँ उत्पादन बढाउने या कृषि गर्ने। त्यसपछि लिएर गएर हामीसँगको भएको चाहिँ जलस्रोतलाई प्रयोग गर्ने, बिजुली चाहिँ अधिकतम रूपमा बिजुली उत्पादन गर्ने, त्यसलाई खपत गर्ने, हामीसँग भएका चाहिँ जे जति अरू रिसोर्सेसहरू छन् ती रिसोर्सेसहरूको उत्खनन गर्ने, अनि बल्ल मुलुकलाई हामी समृद्ध बनाउन सक्छौँ। र युवाहरूलाई रोजगारी दिने र बाहिर गएका युवाहरूलाई पनि स्वदेशमै आउने त्यो परिस्थिति निर्माण गर्ने, अनि बल्ल मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ। अन्यथा तपाईँको चाहिँ अब हामी के छ, हामी चाहिँ त्यही पुरानै ढर्रामा, पुरानै व्यवस्थामा, पुरानै प्रणालीमा, पुरानै संविधान अनुसार हामी चल्न खोज्ने। अनि हामीले चाहिँ नयाँ कुरा खोज्यौँ भने त्यो के हो त भने एउटा भनाइ छ नि तपाईँको चाहिँ अब स्याउको फल खान हामी खोज्ने। तर स्याउको फल खानको निम्ति त स्याउकै बोट रोप्नु पर्यो, हुर्काउनु पर्यो, त्यसलाई चाहिँ बढाउनु पर्यो, अनि बल्ल त्यहाँ स्याउको फल फल्छ र स्याउको फल खान पाइन्छ।
बगैनाको बोट रोप्ने, अनि त्यो बगैनाको बोट रोपेर अनि स्याउको फलको परिकल्पना गर्नु भनेको योभन्दा चाहिँ तपाईँको चाहिँ अब गलत कुरा त अरू के हुन्छ? छैन। अब तपाईँका क्षेत्रमा मतदाताहरू छ, तपाईँ अब घर दैलोमा पनि पुग्नुभएछ, कार्यक्रममा पनि पुग्नुभएछ, मतदाताहरू के भन्छ अहिले चुनावमा? कति उत्साहित देखिन्छन् उहाँहरूले? के मुद्दा उठाउनु भएको छ, के भन्छन् अहिले निर्वाचनको बेला? अहिले त्यहाँ हाम्रो क्षेत्र नम्बर 2 का मतदाताले या राष्ट्रकै मतदाताले परिवर्तन चाहेकै छन् र यसपालि मतदाताले के सोचेको छ भने जसको राम्रो सोच छ, राम्रो विचार छ, यसपालि चाहिँ हामीले नझुकिकन न हात कमाइकन सही मान्छेलाई चुनेर पठाउने भने घर घरमा सल्लाह छ। उत्साहित छन् मतदाताहरू, उत्साहित छन्। हामीले चाहिँ अब चुन्न पहिला गल्ती गरेछौँ, यसपालि चाहिँ हामीले चाहिँ विचार गरेर मत कसैको बड्कामा, कसैको प्रेसरमा, कसैको लोभमा प्रभावमा नपरेको चाहिँ सही मान्छेले चाहिँ हामीले आफ्नै क्षेत्रबाट चुनेर लग्यो भने चाहिँ राष्ट्र निर्माणलाई सहयोग हुन्छ भनेर उनीहरूले यति तपाईँको स्टडी गर्छन् कि यसपालि प्रत्येक गाउँमा धेरै स्टडी गर्छन्। हामी अन्तमा छौँ, 1 मिनट मात्रै समय दिन्छु दुईजनालाई। अब केही भन्नु छ अन्तमा तपाईँको? अन्तमा यथास्थितिमा गरिने निर्वाचन या संसद पुनर्स्थापनाले मुलुकलाई निकास दिँदैन। त्यसो हुँदाखेरि आम जनतालाई चुनावको प्रतिको कुनै चासो चिन्ता छैन। जनतालाई चुनाव होइन, जनतालाई स्थिरता चाहिएको छ, सुशासन चाहिएको छ, समृद्धि चाहिएको छ, अधिकार चाहिएको छ, घाँसबास कपास चाहिएको छ, शिक्षा स्वास्थ्य र रोजगारी चाहिएको छ। त्यसो हुँदाखेरि अहिले मुलुकको निकासको निम्ति चुनाव होइन, सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार, त्यसपछि संविधान करेक्सन र अनि बल्ल हामी चुनावमा गयौँ भने मुलुकले निकास पाउँछ। अन्यथा चुनावदेखि चुनावसम्म भन्दा बाहेक अरू केही हुन्न। अहिले चुनाव, फेरि अर्को साल चुनाव र फेरि त्यसपछिको चुनावले मुलुकले थेग्न नसक्ने यो स्थिति बन्छ। त्यसो हुँदाखेरि पहिला हामी निकास दिउँ, बल्ल निर्वाचनमा जाउँ, अनि मात्रै मुलुक सही दिशामा स्थिरता, स्थायित्व या सुशासनको निम्ति अगाडि बढ्छ। अन्यथा यथास्थितिमा गरिने चुनाव या चाहिँ तपाईँको संसद पुनर्स्थापना दुईटै चाहिँ यो मुलुकको हितमा छैन। मुलुकलाई थप सङ्कटमा, थप अस्थिरतामा, थप चाहिँ महासङ्कटको भुम्बरीमा फसाउँछ। त्यसो हुँदाखेरि हामी चुनावमा होइन, सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नुपर्छ भनेर चाहिँ हामी जसरी अगाडि बढिराखेका छौँ, आम जनतालाई हामी यही अपिल गर्न चाहन्छौँ। मुलुकलाई निकास दिनको निम्ति सबै जनसमुदायलाई, स्वदेश विदेशमा रहेका सबै जनसमुदायलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि अपिल गर्छौँ। अहिले चुनावमा तपाईँहरू सहभागी भएर होइन, अहिले सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार बनाएर गयौँ भने मात्रै मुलुकले निकास पाउँछ भन्ने यो योजनामा, यो अभियानमा तपाईँहरू लाग्नुहोस् र आम जनतालाई हामी अन्तमा तपाईँ के भन्नुहुन्छ चुनावको विषयमा, अथवा आफ्नो मतदातालाई के भन्न चाहनुहुन्छ? हजुरलाई धन्यवाद, नेपाल नेटवर्क टेलिभिजनलाई मेरो विचार प्रस्तुत गर्ने मौका दिनुभयो। म 2 नम्बर क्षेत्रका मतदाता दाजुभाइ दिदीबहिनी आमाबुबालाई के भन्न चाहन्छु भने महानगरको 9 का मतदाता, 32 का मतदाता, कागेश्वरीका 4, 5, 6, 7, 8, 9 का मतदाता, शङ्खरापुरका 1, 2, 3, 4, 5, 6, 7, 8, 9 का मतदाता, सम्पूर्ण मेरा आमाबा दाजुभाइ दिदीबहिनीहरूलाई यसपालि हजुरले अन्जुलीमा भएको माटो चिन्हमा मतदान गरी मुकु कार्कीलाई अत्याधिक बहुमतले विजय गराउनु होला र 3 करोड नेपालीहरूलाई, जनतालाई पनि के आह्वान गर्न चाहन्छु भने अन्जुलीमा भरेको बाटोलाई मतदान गरिदिएर हाम्रो पार्टीलाई, हाम्रा उम्मेदवारलाई अत्याधिक बलले विजय गराउनु होला भन्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु। हस्, कार्यक्रममा आइदिनु भयो दुवैजना अतिथिलाई धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो अभियन्ता हरिकृष्ण गजुरेल, त्यसै गरी मुकुन्द कार्की, उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 का उम्मेदवार हुनुहुन्थ्यो। आजको कार्यक्रम यहीँ सकिन्छ। मुलाकात सम्पूर्णलाई बिदा दिनुहोस्। नमस्कार।